2500 3000 को नर्मल जुत्तामा पैसा हाल्नुभन्दा यस्तोमा पैसा हाल्नु फाइदा छ क्या अनेस्टली भन्नुपर्दाखेरि गाइज मैले तपाईँहरूलाई जेन्युनली भनेको है एक जोडी जुत्ता बेच्नलाई के अब ढाँटी राख्नु होइन मैले तपाईँहरूलाई जेन्युनली भन्दाखेरि चाहिँ तपाईँहरूको बजेट 2500 3000 छ भने बरु 1-2 हजार थप्नु राम्रै जुत्ता लाउनु क्या राम्रै जुत्ता आउँछ क्या त्यो बजेटमा तपाईँहरूको सो एउटा यो छ है एकदम राम्रो छ क्वालिटी चाहिँ एकदम प्रिमियम सो हेलो एभ्रिवान सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ मैले युट्युबमा अस्ति जुन स्निकरको भिडियोहरू हालेको थिएँ एकदम दामी प्राइसमा अफर प्राइसमा भनेर युट्युबबाट आएको अर्डर्सहरू है यिनीहरू चाहिँ 3टा अर्डर्स आएको छ प्रायः काठमाडौँबाट आएको छ है अर्डर आइडी लेख्योहरू यहाँ मैले रेडी गरिसकेको छु टन्नै आएको छ टन्न त के भन्नु 4वटा आएको छ सो तपाईँहरूले पनि मेरो युट्युब भिडियो हेरेर अर्डर गर्दै हुनुहुन्छ भने चाहिँ अरूतिर भन्दा चाहिँ एकदम सस्तो दिइरहेको छ हाम्रो सब्सक्राइबरहरूलाई चाहिँ तपाईँहरूले नसोचेकै प्राइसमा ड्रप गरेर मैले सुजहरू दिइरहेको छु तपाईँहरूले सुजको क्वालिटी मजाले चेक गरेर पेमेन्ट गर्न सक्नुहुन्छ क्यास अन डेलिभरी एभाइलेबल छ मैले दिएको सुज चाहिँ तपाईँको सस्तो हो भन्दैमा क्वालिटी लेस छैन तपाईँहरूले कम्पेयर पनि गर्न सक्नुहुन्छ त्यही जुत्ता चाहिँ हामीले 6065 मै बेचिरहेको जुत्ता अरू बेला अनि मैले युट्युबमा थोरै मेरो च्यानल ग्रो गराउनलाई पनि घाटै खाएर भए पनि सस्तो दिएको हो सो तपाईँहरूले पनि यो भ्लगलाई अन्तिमसम्म हेर्नु म फेरि पनि सुजहरूको प्राइस भन्न गइरहेको छु सबै जुत्ताहरूको प्राइस मजाले भनिदिन्छु होइन अनि रिमुभ भनेर देखाइरहेको छ मैले अस्ति अपलोड गरेको फर्स्ट कपी स्निकर्सको भिडियो चाहिँ रिमुभ भएको छ गाइज यो चाहिँ तपाईँको वार्निङ पनि दिएन कि युट्युबले डाइरेक्ट चाहिँ कम्युनिटी गाइडलाइन्समा उतो राखेर चाहिँ रिमुभ हान्थ्यो अरू भिडियो चाहिँ रिमुभ भएको छैन सो म आजको भिडियो अलिक अर्कै डिफ्रेन्ट तरिकाले भन्छु किनभने ब्रान्डको नाम ब्रान्डको प्रमोसन गर्न पाइँदैन जस्तो लाग्यो किनकि दिज अल आर हाई कपी होइन मैले अगाडिको भिडियोमा पनि भनेकै छु दिज आर नट ओरिजिनल प्रोडक्ट तर यिनीहरूको क्वालिटी जेन्युन हुन्छ एकदम प्रिमियम क्वालिटीको मेड इन भियतनाम हो होइन अरू तपाईँको नर्मल्ली 2-3 हजारको 3500को सुज लाउनुभन्दा चाहिँ यिनीहरू लाउनुमा फार बेटरको डिफ्रेन्स हुन्छ सो अब अलिकति 2-4 पैसा बेसी हजुरहरूलाई सुज लाउनु चाहिँ म इन्भेस्ट गर्न सक्छु जस्तो लाग्छ भने अलिकति सुजको शौकिन हुन्छ भने तपाईँहरूले ओरिजिनल लाउनुको सट्टा चाहिँ यिनीहरू पनि लाउन सक्नुहुन्छ मसँग टन्नै भेराइटी छ क्या गाइस सुजको तपाईँको यहाँनिर मैले लेडिजको योपट्टिको ब्याकग्राउन्डको सबै लेडिजको होइन अनि यतापट्टिको ब्याकग्राउन्डको भनेको सबै जेन्ट्सको यहाँ परसम्म सबै जेन्ट्सको छ म तपाईँहरूलाई फेरि पनि डिटेलली प्राइस चाहिँ भन्नु मिल्दैन होला सायद यो भिडियोमा मलाई प्राइस भनेकै कारणले कम्युनिटी गाइडलाइन्स लाग्यो जस्तो लाग्यो प्राइस नभनिकन तपाईँहरूलाई म सुज चाहिँ सबै मसँग भएकोहरू देखाइसक्छु प्राइस बुझ्नुको लागि चाहिँ हजुरले स्क्रिनसट गरेर मलाई वाट्सएपमा नभए तपाईँको हाम्रो स्निकर जोन नै छ टिकटकमा पनि इन्स्टामा पनि हजुरले त्यहाँ म्यासेज गर्न सक्नुहुन्छ म तपाईँहरूलाई अब फेरि सुजहरू देखाउनुतिर अगाडि बढ्छु है त सो मैले जुत्ताहरूको ब्रान्डको नाम प्राइसहरू डाइरेक्ट भन्ने हुनाले चाहिँ मलाई एउटा भिडियोमा चाहिँ कम्युनिटी गाइडलाइन्स पनि लागेको थियो त्यो भिडियो चाहिँ डिलिट गरिदियो युट्युबले है भ्युज हल्का ग्रो हुँदै थियो त्यसमा सो म आजको भिडियो चाहिँ कसरी देखाउँछु सुजहरू भन्दाखेरि चाहिँ तपाईँहरूले सुरुमै बुझ्नुपर्ने हुन्छ जुत्ता देखाउँछु भरिसक्यो ब्रान्डको लोगोहरू पनि मैले छोप्नै पर्ने हुन्छ क्या किनकि अब ब्रान्ड प्रमोसन त लाग्ने रहेछ कम्युनिटी गाइडलाइन्स लागेर भिडियो डिलिट हुने रहेछ तपाईँहरूलाई प्राइस बुझ्न मन लाग्यो भने चाहिँ यसो गरेको बेला स्क्रिनसट तपाईँहरूले गरेर मलाई वाट्सएपमा म्यासेज गर्न सक्नुहुन्छ त्यो वाट्सएप नम्बर चाहिँ मैले तल डिस्क्रिप्सनमा छोडिदिएको हुन्छु होइन म तपाईँहरूलाई फेरि पनि अब सबै सुजहरू सर भनिदिन्छु जस म तपाईँलाई सुजको प्राइस रेन्ज भनिदिन्छु लगभग 6065 से 7000 मा हामीले अरू बेला पनि बेचिरहेको यसरी प्रपरली यहाँ ट्याग नै पनि हुन्छ होइन बेचिरहेको सामान तपाईँहरूलाई अफ भएको बेला चाहिँ त्यही चाहिँ 3000 3500 4000 4500 अलिक राम्रो क्वालिटीको चाहिँ 5000 त्यही रेन्जमा दिने हो नेपालभरि किनेको भन्दा चाहिँ चिपेस्ट प्राइसमा पाउनुहुन्छ है तपाईँहरूले मजाले क्यास अन डेलिभरी मगाउन सक्नुहुन्छ सुरुमा तपाईँ डेलिभरी चार्ज हालिदिनु त्यस पछाडि हामी सामान पठाइदिन्छौँ तपाईँको लोकेसन सोधेर अनि त्यस पछाडि तपाईँले सामान रिसिभ गर्ने बेलामा कुरियर बोयलाई चाहिँ म एकचोटि सामान खोलेर हेर्छु भन्नु त्यो पर्मिसन हामीले दिएको हुन्छौँ सामान खोलेर हेर्नु क्वालिटी मजाले चेक गर्नु तपाईँले पैसा हाले बराबरको सामानको भ्यालु छ कि छैन वर्थ इट छ कि छैन तपाईँले चित्त बुझ्यो ठिक छ सामान राख्नुहोस् डेलिभरी बोयलाई बाँकी एमाउन्ट पे गरिदिनुहोस् चित्त बुझेन सामान रिटर्न पनि गरिदिन सक्नुहुन्छ है तर तपाईँहरूको डेलिभरी चार्ज चाहिँ खेर जान्छ अप एन्ड डाउनको 2 चोटिको डेलिभरी चार्ज चाहिँ जान्छ तपाईँहरूलाई चित्त बुझ्यो भने मात्रै सामान लिन पाउनुहुन्छ सो तपाईँहरूले चाहिँ स्क्याम नसोचिकन ढुक्क भएर निर्धक्क भएर तपाईँहरूले सामान अर्डर गर्न सक्नुहुन्छ यो चाहिँ तपाईँहरूको लागि मेरो इम्पोर्टेन्ट मेसेज रहेको छ अब ढिलो नगरिकन तपाईँहरूलाई म सुज देखाउनुतिर लाग्छु सर यहीँदेखि सुरु गरेँ मैले एउटा यो छ ग्रन्जबाट है जुत्ता चिनिहाल्नुभयो जुत्ताको नाम भन्दिनँ एउटा यो छ है त्यस पछाडि म तपाईँहरूलाई भरिसक अलिक फास्ट नै देखाउँछु ल एउटा यो छ एकदम राम्रो छ क्वालिटी चाहिँ एकदम प्रिमियम सबै तपाईँको मेड इन भियतनाम मेड इन इन्डोनेसिया आउने हो कि हाम्रो बाहिरैबाट इम्पोर्टबाट आउने सामानहरू हो क्वालिटीको लागि टेन्सन नगर्नु एकदम के बक्काइदा राम्रो हुन्छ क्वालिटी तपाईँको एउटा यो छ देख्न सक्नुहुन्छ जेन्युन प्राइस पुरै ड्रप छ यहाँ भएकोमा अब अप टु 50% भनेको छ होइन प्राइस एकदम ड्रप छ देख्न सक्नुहुन्छ अर्को यो
यसमा चाहिँ हामीसँग यही कलरमा मात्रै एभाइलेबल छ, सानो साइजमा 36 साइजको एभाइलेबल छ प्रायः जसो। एउटा यो छ है। अनि तपाईँको अर्को देख्न सक्नुहुन्छ यो लिमिटेड एडिसन हो, साह्रो राम्रो छ जुत्ता, फिनिसिङदेखि लिएर सबै कुरा राम्रो छ। मेड इन त मैले तपाईँहरूलाई अघि पनि भनिहालेँ कहाँ भनेको भनेर। 2500-3000 को नर्मल जुत्तामा पैसा हाल्नुभन्दा यस्तोमा पैसा हाल्नु फाइदा छ क्या। अनेस्टली भन्नुपर्दाखेरि गाइज मैले तपाईँहरूलाई जेन्युनली भनेको है, एक जोडी जुत्ता बेच्नलाई के अब ढाँटी राख्नु होइन, मैले तपाईँहरूलाई जेन्युनली भन्दाखेरि चाहिँ तपाईँहरूको बजेट 2500-3000 छ भने बरु 1-2 हजार थप्नु, राम्रै जुत्ता लाउनु क्या, राम्रै जुत्ता आउँछ क्या त्यो बजेटमा तपाईँहरूको। एउटा यो छ, एउटा तपाईँको यो पनि देख्न सक्नुहुन्छ तपाईँले है, राम्रो छ एकदम प्रपर फिनिसिङ भएको। यिनीहरू तपाईँको एउटा यो छ डबल सोलमा, ल लेडिजहरूको लागि स्पेसल साइजहरू तपाईँको 36-38 एभाइलेबल छ। यसमा अर्को ग्रिन कलर पनि देख्दै थिएँ, ग्रिन कलर पनि एभाइलेबल छ क्या मसँग, ग्रिन कलरमा पनि छ। अनि त्यस पछाडि अर्को भनेको सर यहाँ भएकोहरू सर देखाइदियो, एकचोटि डिटेलली नजिकै ल्याएर देखाइदियो भाइ सर, यस्तरी देखाइदियो। तपाईँहरूले स्क्रिनसट यही भिडियो मार्फत पनि गर्न सक्नुहुन्छ। अनि त्यस पछाडि उतापट्टिबाट आऊ ल म भिडियो खिच्न। अनि त्यस पछाडि यो लाइनमा पनि देखाइदिन्छु, लगभग सिमिलर आइटम क्या, अघि मैले देखाएकै हेर्नु नै छ, यहाँनिर हेर्न सक्नुहुन्छ मजाले, यहाँनिर हेर्न सक्नुहुन्छ। राम्रो कलर अप्सन पनि छ। यस्तो साइज कटहरू चाहिँ तपाईँले यस्तो किन्दा फाइदा हुन्छ क्या, प्राइस ड्रप भएको हुन्छ। साइज 36-37 को मिल्छ भने मजाले पाउन सक्नुहुन्छ। यहाँनिर पनि छ। अनि यो जुत्ता पनि छ, यो जुत्ता पनि तपाईँहरूले चिनिहाल्नु होला है। मैले ब्रान्डको नाम चाहिँ लिन मिल्दैन पनि, सर यहाँ पनि डिटेलली देखाइदियो एकचोटि। न्यू ब्यालेन्सको सिरिजहरू छ है। त्यस पछाडि हामी थोरै यतापट्टि आउँछौँ। यतापट्टि आउँदाखेरि चाहिँ कस्तो छ भन्दा थोरै अलिकति महँगो त्यहाँ भएको भन्दा, यिनीहरू चाहिँ तपाईँको 35%सम्मको अफ यहाँनिर देख्न सक्नुहुन्छ। यो जुत्ता तपाईँहरूले चिन्नुभयो, यो जुत्ता चाहिँ तपाईँको मार्केट प्राइस तपाईँहरूलाई थाहा छ, यो भिडियो हेर्नु मान्छे र हाई कपी सुज लाउने मान्छेलाई थाहा छ। हामीले चाहिँ अहिले प्राइस ड्रप गरेर 45 मात्रै दिँदैछौँ, 45 होइन। प्राइसलाई मैले त्यस्तो डिटेलली भनिनँ किनभने अब धेरै स्ट्रिक्ट भइसकेको छ सोसियल मिडिया। अनि यो जुत्ता चाहिँ एउटा एकदम बेस्ट क्वालिटीको छ, दामी क्वालिटीको छ, देख्न सक्नुहुन्छ। यसको रबर ग्रिपिङ सोलदेखि लिएर इच एन्ड एभ्री कुराहरू राम्रो छ। यहाँनिर भएको पनि सर र मैले यसरी नै देखाइदिएँ, सिङ्गल भन्दा पनि। एउटा यो डङ छ, जस्तो आउटफिटमा जस्तो गेटअपमा पनि मिल्ने, मलाई पनि पर्सनल्ली एकदम फेभरेट लागेको। यो पनि प्राइस ड्रप गरिदिएको छौँ हामीले। प्राइस बुझ्नको लागि स्क्रिनसट गर्नु, ल 2 सेकेन्ड टाइम दिए, स्क्रिनसट गर्नु, व्हाट्सएपमा मेसेज गर्नु। व्हाट्सएपको नम्बर तल बायोमा राखिदिएको छु डिस्क्रिप्सनमा। एउटा यो छ दामी क्वालिटीको टम्बल लेदर है गाइज, एकदम राम्रो छ। तपाईँहरूले त्यो मार्केटमा हेरेको जस्तो हुँदैन, क्वालिटी चाहिँ बवाले हुन्छ। त्यस पछाडि थोरै हामी यता आउँछौँ। यता आइसके पछाडि यहाँ पनि तपाईँको अफरकै सामानहरू छ, यहाँ पनि अप टु 35%सम्मको डिस्काउन्ट छ। कतिपय कस्टमरहरूले चाहिँ के गरेर राख्नु भएको हुन्छ भने, यहाँ भएको त तपाईँले सबै 3500मा दिन्छु भन्नुभएको छ त भनेर भनिराख्नु भएको हुन्छ कि म्यासेजमा, त्यो होइन क्या। 35% अफ भनेको छु मैले तपाईँको सबै सुजहरूको प्राइस रेन्डमली नै भनिदिएको छु। जुत्ता अनुसारको दाम फरक छ। तपाईँहरूले व्हाट्सएपमा डिटेल प्राइस बुझ्नको लागि मेसेज गर्न सक्नुहुन्छ है। यो सुज त अब मार्केटमा अत्याधिक महँगो छ, तर अब हामीले तपाईँहरूले नसोचेको प्राइसमा दिँदैछौँ। क्वालिटी देख्न सक्नुहुन्छ कस्तो राम्रो मटेरियलमा छ है। अब मैले तपाईँलाई देखाएँ, यहाँ भएको पनि सर र म आफै पनि डिटेलली देखाइदिन्छु ल, तपाईँहरूलाई आफै डिटेलली देखाइदिन्छु। जुत्ताहरू एकचोटि देख्न सक्नुहुन्छ। यो ठ्याक्कै खुलेरै जुत्ताको नाम, जुत्ताको ब्रान्ड भन्न नमिल्ने भएको हुनाले मैले जुत्ताको नाम र ब्रान्ड भन्न तपाईँहरूलाई कन्फ्युज भयो भने तपाईँले मजाले गुगलमा सर्च गर्न सक्नुहुन्छ। जुत्ताहरू यिनीहरू नै हो मसँग भएको। अब तपाईँको यिनीहरू भयो त मैले न्यू इयरमा अफरमा लगाएको सामानहरू। यो भनेको युट्युब हेर्ने, टिकटक हेर्ने, सोसियल मिडियाबाट हेर्नु हुनेहरूलाई वैशाख 5 गतेसम्मकै भ्यालिड छ यो अफर। तपाईँहरूले वैशाख 5 गतेसम्म नै मजाले यो सामानहरू अर्डर गर्न सक्नुहुन्छ, जति पनि मैले तपाईँहरूलाई भिडियोमा देखाएँ। अब बाँकी रह्यो अलिकति ट्रेन्डिङ आइटम मतलब अहिलेको 2026मा लन्च भएको अलिक दामी फेसनेबल आइटमहरू हेर्न चाहनुहुन्छ भने म तपाईँलाई यतापट्टि देखाउँछु है। अब यतापट्टि रहेको छ यहाँनिर यो जुत्ताबाट सर यसरी देखाउँछु म, त्यस्तो डिटेलली देखाउँदिनँ ल, हजुरहरूले स्क्रिनसट गर्नु होला। जुत्ताहरू एकदम राम्रो कलेक्सनहरू छ, सर देखाएँ मैले है। तपाईँले यति बेलै स्क्रिनसट गर्न भ्याउनु भयो भने मलाई प्राइस भनिदिन सजिलो हुन्छ व्हाट्सएपमा, म तपाईँलाई अझै डिटेल देखाउँछु ल। तपाईँहरूले इन्स्टाग्राममा राखिदिएको, मैले डिस्क्रिप्सनमा इन्स्टाग्रामको लिङ्क राखिदिएको छु, त्यहाँनिर गएर हेर्नुभयो भने यो जुत्ताको हामीले मजाले प्रोफेसनल्ली खिचेको फोटोहरू पाउनुहुन्छ। हो त्यो फोटो पठाएर पनि तपाईँहरूले हामीलाई अर्डर गर्न सक्नुहुन्छ क्या। सजिलो छ क्या अर्डर गर्नु पनि, केही गर्नु पर्दैन। 150-200 डेलिभरी चार्ज हालिदिने, तपाईँको एड्रेस दिने, त्यस पछाडि कुरियर बोयले तपाईँको घरमा सामान ल्याइदिन्छ, होम डेलिभरीमै हालिदिएको हुन्छौँ होइन। अनि त्यस पछाडि तपाईँहरूले त्यो सामान रिसिभ गरे पछाडि मात्रै बाँकी फुल पेमेन्ट चाहिँ कुरियर बोयलाई दिने, जुत्ता हेरिसके पछाडि
जुत्ता हेर्नुभन्दा अगाडि नै दिनुपर्छ भन्ने पनि छैन। मजाले जुत्ता बक्सबाट खोल्नु, हेर्नु, चित्त बुझ्यो भने पैसा कुरियर बोयलाई दिनु, चित्त बुझेन भने तपाईँहरूले रिटर्न पठाउनु पनि सक्नुहुन्छ। धेरै सजिलो तरिकाले राखेको छु म। अनि कतिपय मान्छेहरूलाई चाहिँ एउटा के डाउट हुँदो रहेछ भन्दाखेरि जेन्युन हो कि होइन स्टोर होइन, प्रायः त अहिले स्क्याम पनि भइरहेको हुन्छ नि त। हामी एकदम जेन्युन हो है, यहाँ हेर्न सक्नुहुन्छ। एआईले बनाएको भिडियो होइन, यी मान्छे नै बसिरहेको छौँ सबैजना। अनि त्यस पछाडि अब एकदम हाम्रो जेन्युन नै स्टोर हो, स्निकर जोन, यहाँ देख्न पनि सक्नुहुन्छ। म तपाईँहरूलाई थोरै बाहिरबाट त्यो पनि देखाउँछु मेरो लोकेसन एक्ज्याक्टली कहाँ छ भनेर। तपाईँहरूले गुगल म्यापमा सर्च गर्न पनि सक्नुहुन्छ, अहिले त लाइभ म्याप पनि छ। तपाईँको कहाँनिर हो भन्दाखेरि यसलाई चाहिँ धरानको गौतम पथ भन्छ क्या, कलेज रोड जाने बाटो। तपाईँको यहाँदेखि यतापट्टि गयो भने महेन्द्र मल्टिपल क्याम्पस पुग्छ क्या, उताबाट तपाईँको म हातले डिरेक्सन गर्छु, यतापट्टि गयो भने चाहिँ महेन्द्र मल्टिपल क्याम्पस पुग्छ। यहाँनिर छ हाम्रो दाईको एकदम फेमस चलेको टेलर, धरानको एकदम टप टेलर हो क्या। दाईले चाहिँ अहिले काम पनि गर्दै हुन्छ, दाई पुरै बिजी हुनुहुन्छ त्यहाँनिर कस्टमरसँग। अनि यहाँ छेउछाउकोहरूलाई सोधे पनि भयो नि त, कन्ट्याक्ट नम्बर यहाँ लेख्दैकै हुन्छ आखिर होइन। त्यस पछाडि यहाँ छ अर्को ब्रदर्स कलेक्सन भन्ने, त्यस पछाडि यहाँ बिचमा चाहिँ स्निकर जोन भन्ने। बाहिरको हाम्रो पसलको लुक चाहिँ यस्तो रहेको छ भने त्यस पछाडि तपाईँको ओभरअल मैले तपाईँको डिरेक्सनहरू लगभग सेयर गरिसकेँ। न्यू इयरको सेलको बोर्ड पनि यहाँ लगाइदिएको छु है। त्यही हो, अब मैले तपाईँहरूलाई भन्नुपर्ने कुरा मेरो साइडबाट पर्सनली सबै कुराकानीहरू भनिसकेको छु। अब अल आइटमहरू पनि मैले लगभग देखाएँ। फर डिटेल हेर्नुको लागि चाहिँ इन्स्टाग्रामको लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँले डिस्क्रिप्सनमा गएर चाहिँ इन्स्टाग्रामको लिङ्कमा गएर हेर्नुभयो भने चाहिँ अझै डिटेलली आउन सक्नुहुन्छ है त। त्यति भन्दै मैले यो भिडियोलाई चाहिँ यिनीहरू क्लोज गरेँ, थोरै लामो पनि भयो। व्हाट्सएप नम्बर पनि मैले डिस्क्रिप्सनमा राखिदिएको छु। हामीले चाहिँ एनसिएमको पोर्टल चलाउँछौँ यसरी। नेपाल क्यान मुभ कुरियर हो हाम्रो चाहिँ कुरियर पार्टनर। अर्को हाम्रो पठाओ पार्सल पनि हुनुहुन्छ होइन। हामीले दुईवटा कुरियर युज गर्ने गरेको छ। तपाईँहरूको जोग्राफी अनुसार अब कुन कम्फर्टेबल हुन्छ हामीले त्यही अनुसारले डेलिभरी गरिदिने पनि हो। अब यहाँनिर देख्न सक्नुहुन्छ हामीले पोर्टल आफै चलाउँछौँ, भेन्डर पनि हामी आफै हो। हाम्रो अर्डर्सहरू देखाउँछु ल, डिस्प्याच भएको अर्डर्सहरू हेर्न सक्नुहुन्छ ल। यो तपाईँको सबै कस्टमरको अर्डर्सहरू हो है। अब फोन नम्बर देखिन्छ, त्यही भएर मैले डिटेलली देखाउन मिलेन, सबै डिस्प्याच भएको अर्डरहरू हो। सो तपाईँहरू पनि यसरी नै अर्डर गर्न चाहनुहुन्छ भने ढिलो नगर्नु होला। यो अफर चाहिँ मैले वैशाख 5 गतेसम्मको लागि चाहिँ एक्ज्याक्टली राखिदिएको छु। सो तपाईँहरूले चाहिँ मजाले लिन सक्नुहुन्छ है। ल सबैजनालाई थ्याङ्क यू भेरी मच फर वाचिङ, बाई बाई, ह्याभ अ गुड डे।